सङ्गीताईको बर्पमन्द भन्दा बिएमा जान आँटेका म चाहिँ पश्चिमको बिए फर्स्ट टाइम अटेन्ड गर्दैछु। उसलाई पश्चिमको फर्स्ट टाइम, उसलाई बाहुनको फर्स्ट टाइम, उसलाई हिन्दू फर्स्ट टाइम, सब फर्स्ट टाइम वाला हामी तिनजना त हो। गर्नु त गरी बोल्छ चाहिँ बोल्नु चाहिँ के बोल्नु अब बोल्ने। अब हामी यो कुन ठाउँमा रोक्यो? अन्नपूर्ण छ काशी ठाउँको नाम चाहिँ मलाई थाहा भएन। त्यसो हामीले अस्ति कुहिरे भेटेको। हेलो ऊ आयो कुहिरे। हामीले अस्ति नै फ्रान्समा कुहिरे भेटेको। बोन्जोर। हुन्छ नि त। अब यहाँ कति बेर रोक्छ थाहा छैन। अहिले कति भयो? 30 रुपियाँ। कति बज्यो? 12:15 भएछ। अब 1 बजे हामी त्यसमा पुगेर त्यहाँबाट पानी किनेछ। मोटेले राम्रो काम पाएको छ। राम्रो छ तर ब्याग सफ्ट के अरे कलर कलर म्याचिङ गरी तैँले ढड्डुसँगै सिलाएको हो यो होइन? पुष्पामा होइन त्यो मिलाउन गएको थिइस् त? ए मिलाउन चाहिँ गएको। मिलाउन गएको थियो कि यिनीहरू मतलब फिटिङ टालेका लु कत्रो ठुलो अनुसार टाउको त्यत्रो ठुलो हो। यो मेरो चस्मा होइन क्या, मैले भेटाएको वाला चस्मा। कत्रो ठुलो कि अस्ति भेटेबाट लाएर हिँडिरहेको छु। कहाँ भेट्छु? प्राडाको कता गयो? प्राडाको काकी लगाइदियो। प्राडा होइन कि गुच्ची थियो। गुच्ची हो। यो मलाई उसको सङ्घर्षको चस्मा राम्रो देखिन्छ। तिम्रो पनि राम्रै थियो तर यसको हो प्राडा। तिम्रो चस्मा मलाई राम्रो सङ्घर्षको चस्मा लिमिटलेस। सङ्घर्षको चस्मा पहिले किनेको ल हामी चाहिँ भर्खरै दोबिल्ला पुग्यौँ। अनि यहाँ मलाई चाहिँ यस्तो सोडा खानु पर्यो। अप्पाको मुखमा गयो। म चाहिँ खाँदैछु। भ्याकेसन मोड अन भनेको यस्तो हुन्छ। अनहेल्दी स्न्याक्स स्टार्ट हुनु। अब उहाँ गएर खाना पाइन्छ कि पाइँदैन? सेलरोटी त पकाउला नि। सेलरोटी र उता ल हामी यसरी जाँदैछौँ। कम्प्लिट ब्ल्याक छ कि मेरो कसरी ला गइहाल्यो। खिच्नै पाइन पनि। यो त धेरै ठुलो भएन? गाइस हामी आइपुग्यौँ। उता फर्के त छैन नि। हेलो लेट्स गो। ओके अनुहार हेरौँ त। ठिकै छ यतिको। कतै पैसा लैस् न तले। आउनुहुन्छ ल। ल जाऊँ। वातावरण हाम्रो सुरक्षा। हेलो वेलकम टु माई ब्लग। के भनौँ? के भन्नुहुन्छ? कस्तो भइरहेछ तयारी दिदी बिहाको? ठिक छ, रमाइलो छ। अब तिमीहरू आयो, अब काम दिने हो। हुन्छ हामी रेडी भएर आएको छौँ। यो भनेको ए ल त्यो लगाऊ। अब हामी खाजा खाँदैछौँ। रोटी अचार चिया। सङ्घर्षसँग चाहिँ हाम्रो अझै पनि भेटघाट भएको छैन। जसको थ्रुबाट हामी आएका पानी बनाउन गयो अरे बिचरा कहाँ अर्थात् एउटा भाइ बाथरुम बनाउँदैछु। गाह्रो छ। बाथरुमको ढोका लगाएन भनेर कुर्किँदै आएको थियो। बिचरा यिनीहरूको त्यो बिजोग भयो सबै रुझेर त बिचरा कपडा नि छैन। तल सबै भिजाएकै फेरि।
म त छैन है भनी छैन हेलो गाइस म चाहिँ भोलि बिहेलाई भनेर बिहानै नुहाएर आएको नुहाइ धुवाइ पारेर चिटिक्क परेर होइन अनि त्यस पछाडि सनस्क्रिन धसेर आएको भरे यहाँ आउने बित्तिकै पानी परेर यत्रो पानी पऱ्यो नुहाइदियो पुरै नै नुहाएँ क्या म त पानी कपाल दुइटै भिज्यो बिचरा अनि सबै नदीदेखि तल साथी गोरो भएको हेर त अलि अगाडि आइज न टनी गोरो भयो अब तल जाऊँ हामी समीपले चाहिँ ड्रेस चेन्ज गरिसक्यो गरेर आयो ज्याकेट हरायो जनाउने नै तलका मान्छेहरू अहिले चाहिँ अलि कम भयो पानी अघिभन्दा पुरै बिजोग बनाइदियो पालसाल छुट्टाइदियो नाइन टेन थियो अहिले त झन् 6बाट हामी चाहिँ धागो लिन आएको थियौँ अनि बिचमै स्कुटर झ्याक छानेर लैदिनु भयो अब के गर्ने मैले चाहिँ स्कुटर के अरे ऐसेलु 4 वर्षपछि हालेको ओए मैले त धेरै भइसक्यो यार त्यो बाचा इन्कममा पानी ल्याएर है दुइटैको अब म पर्छ यिनीहरू त तल गएको छन् ठुली पोखरी साथीहरूले चाहिँ त्यहाँ काम पाइरहेको छन् भिडिराख्नु हेलो अनुसरण खै मोट्स के अरे ए राखिसकेछ नि यतापट्टि त ल ठिक छ हेलो अप्पा हेलो मोटे यो त यस्तै भयो त मैले त्यही सोचिराखेको थिएँ कि तल गएर आउँछु एकचोटि किन ल हेर यहाँ डेडिकेसन काम लाग्यो अवस्थाको हो क्या मतलब आयो देखियो अघि त्यस्तो थियो त हालत यहाँबाट फोटो पनि राम्रो आउँछ होला ल हामीले यति चाहिँ यता राख्यौँ अनि उतापट्टि पनि राख्यौँ म देखाउँछु यता पनि भयो सबै होइन यता भयो अब उताको साइडमा राख्ने ए अनुसरण आइसकेछ अब उताको साइडमा राख्ने हो अनि त्यसपछि बाँकी भएको चाहिँ अनि यता यता राख्ने हेलो हेलो वेलकम टु माई ब्लग थ्याङ्क यू अर्को सेट भन्छ अर्को सेट यस्तो गाडी उयो अनुसरण गाडी कति नराम्रो ट्याप्रेमा आयो अर्को सेट मान्छे आयो भन्दैछ को हुन् चिन्दै नचिन्ने मान्छेहरू साथीहरू होलान् ए दाइ नमस्ते दिदी नमस्ते अनुसरण म आफू चाहिँ आउन पाइनँ छु म कस्तो देखेको रहेछ उता जाऊँ न उता उता यहाँ राम्रो आउँछ अलिक घाम परेको खामै ल यो सबै हाम्रो काम हो यता यताबाट यहाँ यस्तो छ त्यतापट्टि चाहिँ हाल्यौँ त्यहाँ कनेक्टर पुगिरहेको छैन भन्दैछ अलिक लाइट कम देख्यो आर्ट
आर्टिस्ट ओए कति राम्रो मोरल सपोर्टको लागि अनि सर यसो अब काम गर्दै हो तिमीहरू अघि मैले दिएको हात पछाडि टिकटकमा हेरेको मैले गर्न गर फाक माथि खोलेर सुते तिनीहरूको लेन्समै बसेको काम सकेर सुत्ने ठाउँमा जाँदैछन् कति 6 मिनेट वाउ त्यहाँ चाहिँ जुन देखिरहेछ यहाँ चाहिँ हाम्रो बालीको दिदी हुनुहुन्छ हेलो गाइज हामी चाहिँ कार डेकोरेट गर्दैछौँ अनि अहिलेसम्मको प्रोग्रेस भनेको चाहिँ यति भइरहेको छ हाम्रो यो अगाडिको पार्ट चाहिँ यति भयो तर हामीले यो राख्ने अवस्था यहाँ यहाँ पनि अलिअलि पानी पो भएछ यतापट्टि एस लगिङ भइरहेछ टुङ 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 Oh, this is the final look. Done. कामदारहरू यहाँ छन् यो चाहिँ हिजो हामीले बनाएको रोज यहाँ के भइरहेछ आइरन गरेर टुङ 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 माथि युज भइरहेको छ अरे के त 2 मिनेट त हो सब रेडी भइसक्यो हामी मात्र अब बाँकी ओके ल गाइस अब चाहिँ हाम्रो रुम सजाउने तयारी चल्दैछ रेडी भएको पनि यस्तो पात्रे पात्रे भएको यो अनुसारको काम यस्तो यस्तो लाने हो कि कसरी लाने हो यसरी त लाने हो नि हैन यो पनि राख्थ्यो Do I look? मलाई आफै साडी लाग्यो तर यो म पछि देखाउँछु किनकि यो अहिले यस्तो होइन यो खोल्ने हो मैले
दुलाको भाइ दुलाको भाइ, दुलाको माइलो भाइ, दुलाको कान्छो भाइ, दुलाकी बहिनी। यो बाटो फुल जान्छस् त मसँग जाने हौ फेरि गाडी लाग्छ टाढा छ जानी कहाँ हो बाबु जान त जानी जानी कहाँ जानी लाग्दैन के मलाई टुपिस बनाएर छ हेलो गाइस Yes. Peace out. पुरै लगाइज आऊ न के रे बा गाडी रोकेर एकछिन अगाडि फोटो कस्तो मजा, कस्तो राम्रो देखेको हो कि फोटो राम्रो आउँथ्यो होला यार। हाम्रो बाबाहरू अघि लास्ट भयो आउँदै नाच्ने होला बल्ल आउनुभयो साथीहरू। सन्चै छ तिम्रो नाच हेरिरहेको छु यसरी सिलेक्ट हुन्छ हुन्न अबदेखि गर्दिन मन चस्मा लगाएर आउन चप्पल भयो नि फरक परेन ल एक्सक्युज मी त्यो चाहिँ हाम्रो मलाई चिन्नु भयो दिवाली मोबाइलले क्या डिएसएलआरको फोटो ढिलो आउँछ नि त ढिलो बालेन्छ मिलायो अस्ति 17 मिलायो 17,000 पिच
नसकिने यो ठ्याक्क हाम्रो बाटो अब यो जाम जाम ल ल त्यहाँको सकिनुपर्छ भनेर ल त हामी साला